हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। पानी परिरहेछ हैन। यो चाहिँ हाम्रो मोमाको घर। उड्यो 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 उड्यो। अब यहाँ बस्नु हुँदैन अरे, अन्त चाहिँ अब सर्नुहुन्छ अरे। नाम्ची साइड हो। यहाँ अहिले कुहिरो लागेर चाहिँ केही देखेको छैन। म बोलेको त मलाई हाँस उठ्छ। ओ कुनै किन यो क्यामेरामा त म बोल्नै सक्दिनँ। हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। इट्स मी एन्जल कुलुङ। अन्त हिजो मात्रै म यहाँ मोमाको घर आएको छु, पुपुङ सिरिसी। अन्त अहिलेको मौसम चाहिँ पानी परिरहेछ होइन, हिजोदेखिको। अन्त भर्खर उठेको म चाहिँ, मोमाहरू पनि हुनुहुन्छ उतैनिर। म पहिला चाहिँ ब्रस गरिकन आउँछु, अन्त भेट्छु है त। है मैले चाहिँ ब्रस गरेर आइसकेको छु साथीहरू। अन्त मौसम चाहिँ हेर्नुहोस् होला, पानी परिरहेछ होइन। खाँदैछ हौ मेरोबाट। म चाहिँ दुध र बिस्किट खाँदैछु। कुकुर पनि छ मोमोकोमा, बहिनीहरू। पानी परिरहेछ, बाहिर रोकेको छैन। हिजो राति झन् कत्रो ठुलो आएको थियो पानी। अन्त म तपाईँलाई मेरो मोमाको होम टुर पनि गराउनेवाला छु खासकेर। यो चाहिँ खाइसकेँ होइन। अन्त यो चाहिँ हाम्रो मोमाको घर। यतानिर छ यस्तो यो चुला बनाएको छ। अन्त यहाँनिर तल्लोपट्टि चाहिँ किचन छ। अन्त गाईको गोठ यहाँ छ, हाइजेन यहाँ छ, बाथरुम यता वासरुम हो। अन्त यहाँनिर फुलहरू रोपेको छ होइन, दामी दामी छ। अन्त यता त बाख्राको गोठ, कुखुराहरू छ, कुकुर छ, बिरालो छ। अन्त यो चाहिँ किचन हो, यस्तो छ। बिहानै उठ्नु भएन मि, खाजाहरू बनाउनु भएर पनि यति छ। यतापट्टि केही पनि छैन, रुम। मजुको प्वाक हेर्नुहोस् न गाइस, कति भक्कु छ। बिट्टा बिट्टा। यहाँनिर चाहिँ पुरा मजुर पनि आउँछ, राति कराउँछ होइन। अन्त अब यो चाहिँ यहाँनिर कुकुर। यतापट्टि आइरहेको छु। त्यहाँनिर चाहिँ पुरा गरम भयो होइन, त्यहाँ आगो बस्नु चाहिँ पुरा गरम भयो। अन्त यता आएको छु। यहाँदेखि चाहिँ शीतल हुन्छ, अलिक पानी परेर अबहरू आउँछ। अन्त बहिनी चाहिँ त्यो कल गएको छ बोजूसँग। अन्त त्यसले भिडियो बनाउँछु भनिरहेछ। अन्त त्यो पनि म राखिदिन्छु, हेर्नु होला। हामी चाहिँ बारी खन्दैछ, भिडियो बनाउनु भनेर चाहिँ मैले लिएर आएको कि राख्छु। थाक्यो, अन्त उखालेन त। अन्त उखालेको यो डल्लै हामीले उखालेको यो गरम छ किन हामीले उखालेको। हात्दिनुहोस् नि खुट्टा। कमिलाले टोकेर फेरि गन्याउला रहेछ हो कि। गाइस मैले चाहिँ गरिसकेर बसेको होइन। तर अब यहाँदेखि माथि रोडसम्म म भिडियो बनाउँदिनँ, किनभने उयो छ, पुरा साह्रो छ होइन। त्यो माथि मेरो चप्पल कत्ता लामो छैन, त्यही कारण म बनाउँदिनँ होइन। अनि अहिलेको लागि यति नै, बाई बाई। अहिले चाहिँ मोमाहरू बहिनीहरू आइपुगिसक्यो होइन। म चाहिँ 1-2 घन्टाहरू चाहिँ सुतिकन उठेको। अनि दिदीहरू चाहिँ आइपुग्यो। यहाँनिर आएर खाजा खाँदैछ। मैले भर्खर खाएर बसेको। यहाँनिर चाहिँ मोमा हुनुहुन्छ, गाईलाई खोलाइदिनु हुँदैछ। अन्त भर्खर सबैजना आइपुग्यो होइन। अन्त लाइट पनि आयो, पानी पनि रोकियो, मेरो फोन पनि चार्ज भयो। अन्त चाहिँ भिडियो गरेको। यहाँ हेर्नु सक्नुहुन्छ कस्तो अलिक उज्यालो भएको छ, पानीहरू परेको छैन, अहिले चाहिँ रोक्यो। अन्त त्यही हो, आजको मौसम चाहिँ अलिक फेरि गरम गरम हुनु थाल्दैछ होइन। अन्त बहिनीहरू पनि काम गरिकन आएर मकै पनि ल्याइकन अब मकै पोलेर खानुपर्छ, भुटेर खानुपर्छ। अन्त एकछिनबाट भेटौँ।
गाइस हाम्रो चाहिँ यहाँ मकै पनि रेडी भयो भुटेर होइन। गाइस यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले मजुर होइन, अन्त यहाँ बासमा बसिरहेछ। यतिको टाढोबाट चाहिँ गर्दैछु भिडियो होइन। अन्त उड्यो 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 उड्यो। यहाँबाट भ्यूहरू देख्न सक्नुहुन्छ। यतानिर कामराङ साइड पर्छ, उतापट्टि सिक्किम, यतानिर यहाँबाट यस्तो गयो भने जोरथाङ पुग्छ। गाइस अहिले भने चाहिँ म माथि आइरहेको छु होइन। माथि चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ। अहिले चाहिँ लक गरेको छ सबै। यता बाजेको रुम हो। यहाँनिर बोजू सुत्नुहुन्छ, तर अहिले यता सुत्नुहुन्छ होइन। यो चाहिँ मामा माइजूहरूको रुम। अब मामा माइजूहरू चाहिँ अब यहाँ बस्नु हुँदैन अरे, अन्त चाहिँ अब सर्नुहुन्छ अरे। मामा माइजूको लुगाहरू चाहिँ प्याक गरिरहेछ होइन। अन्त अब कहिले लिएर आएर चाहिँ उतै के भन्छ सिक्किममा नै बस्नुहुन्छ अरे। अन्त यो चाहिँ मैले लुगा हिजो भिजेर चिसै थियो अन्त सुकाएको छु। योहरू जुत्ताहरू भोलि लगेर जानु आँटेको छु होइन। अन्त यो चाहिँ सुकाइरहेको छु। अन्त भोलि चाहिँ म गान्तोक जाँदैछु। अन्त त्यसकै लागि चाहिँ मैले लुगाहरू चाहिँ खासमा घरमै धुइकिरहेको थिएँ, तर सुकेन पानी परेर। अन्त मैले चाहिँ यहाँनिर सुकाइरहेको छु। यस्तो छ यहाँनिर चाहिँ। यहाँ माथि चाहिँ नाम्ची साइड हो। यहाँ अहिले कुहिरो लागेर चाहिँ केही देखेको छैन, सबै ब्लर देखिरहेछ। गाइस अहिले चाहिँ 5 बजी होइन। अन्त यस्तो काम लागेर चाहिँ यस्तो भइरहेछ। भर्खर आइपुग्नु भयो मोमा। सो गाइस अहिले चाहिँ धेरै रात परिसक्यो होइन। अन्त अब चाहिँ अब खाना बनाउने टाइम भयो। अन्त आज खाना चाहिँ म आफै बनाउन आँटेको छु। अन्त आज हाम्रो खाना चाहिँ के छ सब्जी भन्दाखेरि चाहिँ साग। अब यो सागलाई चाहिँ मजाले पकाएर चाहिँ भुटेर चाहिँ होइन मिठो हुनुभयो। सो हेर्दै गर्नुहोस् होला। ग्याजेट किसको ग्याजेट सो गाइस अहिले चाहिँ हामीले खानाहरू पनि खाइसकेको छौँ होइन। अन्त सबै काम सकेर चाहिँ म रुम आइपुगिसकेको छु। अन्त यहाँनिर ममा र बहिनीले गरेर चाहिँ ओछ्यान पनि मिलाइसक्यो हाम्रो। आज सबैजना भुइँमा सुत्दैछौँ। सो गाइस फाइनली अब मेरो ब्लग चाहिँ यहाँ एन्ड गर्न चाहन्छु होइन। अन्त जसले पनि मेरो सबै फर्स्टदेखि लास्टसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म बोलेको त मलाई हाँस उठ्छ पनि किन यो क्यामेरामा त म बोल्नै सक्दिनँ। अन्त धेरै धेरै धन्यवाद होइन सबैजना। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई।